गुड मर्निङ साथीहरू, हजुरहरूलाई स्वागत छ मेरो योन्जन अफिसियल युट्युब च्यानलमा। आज चाहिँ म भर्खरै खाना बनाएर रेडी गरिसकेँ। अनि कस्तो पानी परेको क्या, बिहान 8:15 भइसक्यो। रहँदैन त, अघि बिहान 7 बजेदेखि नै परेको पानी चाहिँ। अब म खाना खान लागेको, स्कुल जान पनि अलमोस्ट ढिला भइसक्यो। अनि साथीहरू, मैले चाहिँ आज खानामा के बनाएको छु भने यो भिन्डी र आलु फ्राई अनि राइस भइहाल्यो अनि दाल, यति मात्रै हो है साथीहरू। फेरि काममा पनि जानु पर्यो होइन। हेर्नु न, त्यहाँ आइरन मैले त्यसरी राखेको हतारमा, यस्तै हुन्छ। बिहान बिहान खाना यसरी खाएर जानुपर्छ है साथीहरू। सो गाइज, अब चाहिँ रेडी भएको। पानी अलिक कम भयो जस्तो लाग्छ मलाई। छोरीलु छिटो हिँड न है। सो स्टुडेन्टहरू पनि खाजा खाइराखेको बेलामा म पनि खाजा खाऊँ भन्दै खाएको है साथीहरू। अनि चाउमिन छ खाजा चाहिँ। फटाफट खानुपर्ने हुन्छ। Happy birthday to you, happy birthday to you। अघि बिहान म आएको थिएँ, म आउने बित्तिकै आएको थिएँ। अनि म 10 बजे आएँ नि त आज। त्यही भएर कतादेखि आज हाम्रो म्यामको बर्थडे हेर्नु न, ढिला म बिहानै मलाई विस गर्न आएको थिएँ। म विस गर्नलाई लाइन बसेको हामी 7:30 बजेदेखि 9:20 बल्ल बाहिर निस्केको। फेरि त्यहाँभित्र गएपछि मोबाइल झिक्नु नपाइँदो रहेछ होइन। अनि अब झिकौँ भने मोबाइलै लग्देला। सरलाई पनि मैले 9:20 मात्र फोन गरेँ। नमस्ते साथीहरू, हजुरहरूलाई स्वागत छ मेरो योन्जन अफिसियल युट्युब च्यानलमा। साथीहरू, मैले चाहिँ हिजो भिडियो राख्न पाइनँ किनकि मसँग भिडियो नै थिएन। अस्तितिर राख्ने भिडियोहरू चाहिँ पहिल्यैदेखि रेकर्ड गरेको भिडियोहरू राखेको थिएँ मैले। बट आज चाहिँ मैले मुकबाङ गर्नलाई कोसिस गरेको। त्यस्तो प्रोपरली मुकबाङ त नभनौँ, जस्ट ट्राई चाहिँ गर्न लागेको। सो हजुरहरूले हेरेर इन्जोय गर्नुहोला। अनि यो चाहिँ टुपेम है साथीहरू। टुपेम 4वटा बनाएको। अनि यहाँ 3टा छ होला अलमोस्ट। हेर्नुहोस् न, त्यो ठुलो प्लेट चाहिँ छ तर अलिक कस्तो देखिन्छ रहेछ भनेर अनि यहाँ ट्रेमा हालेको। यो कस्तो भ्वाक्क भएछ हेर्नुहोस् न यहाँ। तर यहाँ थुप्रो छ है, खाना पो सकिन्छ कि सकिन्न। तर म ट्राई गर्छु है त खानको लागि चाहिँ। अनि मैले चाहिँ यहाँनिर एक राखेको छु, त्यसपछि टुपेम अनि मोही छ है साथीहरू। मोही ल खाएँ है साथीहरू। मोहीबाट स्टार्ट गर्छु है त साथीहरू। म चाहिँ मोही चाहिँ अघि भर्खर ल्याएर आएको, चिसो दामी छ। ल सुरु गरेँ है साथीहरू। पिरो नखाने मान्छेलाई त यो एकदम पिरो लाग्दो रहेछ। यो मुकबाङ भिडियो बनाउनको लागि चाहिँ म एकजना बहिनी हुनुहुन्छ क्या, गुरुङनी बहिनी। उहाँले खाएको त मलाई यस्तो मनपर्छ साथीहरू, यस्तो मनपर्छ। कस्तो मजाले खानुहुन्छ क्या उहाँले त। मजाले पाकेछ।
अर्को काम के गर्दा त यो पकाइराखेको थिएँ, गिलो भएछ। छिटो खान ट्राई गर्छ साथीहरू, भिडियो लामो भयो भने। मजा लाग्छ। मलाई धेरै जस्तो भयो, आउन खाइदिउँ न। छोरी मलाई धेरै भयो, प्लिज आउन खाउँ न। आउनु न बाहिर खान्छौ ल, खाऊ ल, मलाई अलमोस्ट पुगिसक्यो, तिमी खाऊ न। गाइस मैले चाहिँ किन हो यो टुप्पीहरू खासै मन पर्दैन क्या मलाई, अनि आज चाहिँ म भिडियो बनाउँछु, तर म भोकै पनि एकदम भोकै थिएँ, अनि म खान सक्छु होला भन्ने सोचेको। कति 3 प्याकेट पकाएको मैले, होइन 4 प्याकेट पकाएको, 4 प्याकेटमा नानीले 1 प्याकेट जति खायो होला, अनि यहाँ 3 प्याकेट छ, 3 प्याकेटमा पनि अब हेर्नु न मैले 1 प्याकेट त खाइसकेँ, डेट त खाइसकेँ, अझै बाँकी छ। अब म सोधा दिन्छु है साथीहरू, खानै सकेन भने चाहिँ किन चाहिँ खाना लागेको त भनेर नभन्नु होला, अब यस्तै हुन्छ कहिलेकाहीँ। म यो नै दिन्छु है साथीहरू, होइन एकछिन कचौरा थाप्नु म है साथीहरू। सो साथीहरू मैले चाहिँ सबै खान सकिनँ, छोरीलाई दिएँ अलिकति। सो यस्तै हो, मलाई टुप्याम खै किन खासै खान मन लाग्दैन। अनि बुल्दाक भन्ने हुन्छ त्यो चाहिँ बरु एक प्याकेट कि दुई प्याकेट त खान सकिँदैन होला, 1 प्याकेट चाहिँ मजाले खान सक्छु। यो टुप्यामहरू पनि सेम त्यही हो, म 1 प्याकेटभन्दा बढी खान नसक्ने रहेछु। कति भोक लागेको थियो र पनि, तर यो भिडियो त मैले सुट गरेको कति बजे सानीहरूले 6 बजिसक्यो, हेर्नु त कति धेरै भोक लागेको थियो, खानै सकिनँ। सो सरी गाइस फर द्याट, तर यो अन्डा पनि खान ट्राई गर्दैछु है म, कस्तो हुन्छ। अघि खाएको मिठो लागेको थियो, अहिले चाहिँ अब कस्तो हुन्छ। फेरि नानीलाई 1 खाऊ भनेको उसलाई मनै पर्दैन रहेछ, यस्तो खालको 1 चाहिँ यो हाफ कुक हो नि त, यस्तो मन पर्दैन रे मलाई चाहिँ। यो चाहिँ मनपर्छ धेरै चाहिँ होइन, हल्का हल्का मनपर्छ। न्याक्क भयो साथीहरू, अन्डाले पनि न्याक्कै हुँदैछ। मलाई मोही चाहिँ यति मनपर्छ, मोही चाहिँ असाध्यै मनपर्छ साथीहरू। सो गाइज आजको लागि यति नै। हजुरहरूले मेरो भिडियो हेरेर अन्तिमसम्म हेरेर साथ दिनु होला भन्दै आजको लागि यति नै। सो बाई बाई, सी यू इन नेक्स्ट भिडियो, बाई बाई गाइज।